सबैजनालाई वेलकम छ। हामीले अब यो ब्यान्ड कम्पोजिट गर्ने कुरा त क्लासमा पनि सिकिसकेका छौँ। यदि तपाईँहरूलाई चाहियो भने पछि हामी फेरि तपाईँहरूको के छ त भिडियो मार्फत फेरि तपाईँको जोइन हुन सक्छौँ। अहिले अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि कम्पोजिट गरिसकेको इमेजलाईबाट चाहिँ फर्दर हामी अरू अरू कुराहरू चाहिँ गर्ने गर्दछौँ। फर्स्टमा के गर्छौँ भन्दाखेरि जस्तै हामीले चाहिँ यो कम्पोजिट गरेको इमेज छ है, यो इमेजबाट चाहिँ के गर्न सक्छौँ भन्दाखेरि हाम्रो चाहिएको एरिया अफ द इन्ट्रेस्ट भनेको चाहिँ हामीलाई कुन एरियामा चाहिँ काम गर्नुपर्ने छ। जस्तै मलाई चाहिँ यो ओभरअल यो चाहिँ के छ त इमेजबाट चाहिँ मोरङ जिल्लाको काम गर्नु पर्यो मलाई भने अब मैले त्यसरी त्यो काम चाहिँ कसरी गर्ने भन्ने कुराहरू चाहिँ हामीले गर्नेछौँ आज है। फर्स्टमा चाहिँ के गर्ने, जुन मैले हजुरलाई चाहिँ ठिक छ रेकर्डिङ भइरहेको छ, हामीले चाहिँ जुन मैले तपाईँहरूलाई के छ भन्दाखेरि यो के छ त नेपाल अपडेटेड म्यापभित्र चाहिँ डिस्ट्रिक्टको फाइल दिएको थिएँ। यसरी तपाईँलाई के छ त डिस्ट्रिक्टको फाइल चाहिँ एड गर्नु होला है त। एड गरिसकेपछि यहाँबाट हामीले हलो बनाउनु मिल्छ। यो बनाइसकेपछि अब यो भनेको हाम्रो मोरङ जिल्ला हो। मैले तपाईँलाई पहिला पनि भनेको छु मोरङ जिल्लाको मात्रै मलाई चाहिँ काम गर्नु पर्यो भने मैले चाहिँ मोरङ जिल्ला यसरी सिलेक्ट गर्छु है। सिलेक्ट गरिसकेपछि फेरि यो डिस्ट्रिक्टमै यतापट्टि मेरो माउसको एरो पनि हेर्नु होला, यो डिस्ट्रिक्टमै क्लिक गरेर राइट क्लिक गर्ने, त्यसपछि डेटामा जाने र एक्सपोर्ट डेटा गर्ने है त। र तपाईँको के छ भन्दाखेरि यो मोरङ जिल्लाको मात्रै फाइललाई चाहिँ कहाँ लगेर सेभ गर्ने त्यो चाहिँ हामीले बनाउनु पर्यो है। त्यो चाहिँ तपाईँको के छ त जस्तै मैले चाहिँ डीभित्र रिमोट सेन्सिङ प्र्याक्टिकलभित्र वर्किङभित्र 2024 भित्र चाहिँ सेभ फाइल बनाएर एउटा फोल्डर बनाउँछु। त्यो फोल्डरमा लगेर सेभ गर्छु। जस्तै मोरङ भनेर यसरी मैले सेभ गर्छु र ओके गर्छु है त। यस गर्नु होला। यो गरिसकेपछि मेरो मोरङ जिल्लाको मात्रै आउँछ। यो फाइल चाहिँ मैले फालिदिएँ अहिले हेर्नु त। अब मलाई चाहिँ यसलाई चाहिँ हलो पम्प बनाउनु तपाईँले हेर्नु सक्नुहुन्छ। यसो गर्दाखेरि मोरङ जिल्लाको मात्रै के छ त हाम्रो सिलेक्सन भयो। अब अर्को स्टेप के छ भन्दाखेरि तपाईँले जहिले पनि यो एरो चाहिँ क्लिक गर्नु पर्यो। नेक्स्ट स्टेप के छ भन्दाखेरि हामीले आरएसटी राष्ट्र क्लिप, किनकि हामीलाई के चाहियो भन्दाखेरि मोरङ जिल्लामा मात्रै भएको तपाईँको के छ त इमेजहरू चाहियो। त्यो भएर हामीले राष्ट्र क्लिप गर्छौँ र तपाईँ क्लिप डेटा म्यानेजमेन्ट टुलमा यसरी सिलेक्ट गर्छौँ। र यो इनपुट फिचर्समा चाहिँ हामीले कम्पोजिट गरेको इमेज राख्छौँ भने आउटपुट एक्सटेन्टमा चाहिँ के गर्छौँ मोरङ जिल्लाको चाहिँ हामी जुन सेभ फाइल बनाएका छौँ त्यो फाइल चाहिँ राख्ने गर्छौँ। र यसरी तपाईँको दुइटैलाई के छ त बक्सलाई चाहिँ चेक गर्नु होला। र तपाईँको यसरी क्लिप गरेको फाइल चाहिँ कहाँ लगेर सेभ गर्ने हो त्यो ठाउँ पनि तपाईँले दिनु पर्यो है त। जस्तै मैले 2024 मै लगेर सेभ गर्ने हो, यहाँ हेर्नुहोस् है त। मैले चाहिँ कहाँ लगेर सेभ गर्छु, रिमोट सेन्सिङ वर्किङ 2024 भित्र चाहिँ लगेर सेभ गर्ने हो। यो भनेको हो त MORAN मोरङ जिल्लाको फाइल हो .tif है त। टिआइएफ लेख्न बिर्सिनु भएन र ओके गरिदिनु तपाईँले है त। यसरी ओके गरिदिनु भयो भने हाम्रो के हुन्छ भन्दाखेरि क्लिपिङ भएर आउँछ है। ल यो ल हेर्नु त। अब हामी चाहिँ के छ त यो हटाइदियौँ भने यसरी क्लिपिङ गरेर आउँछ। फेरि यसको चाहिँ कलर फरक आयो भन्नुहुन्छ होला तपाईँले। हाम्रो चाहिँ यसको पनि ब्यान्डहरू हामीले यसरी कम्बिनेसन गर्न सक्छौँ। 4 3 हामीले 2 गरेर यसरी ब्यान्डहरू चाहिँ हामीले यसरी चेन्ज गरेर चाहिँ गऱ्यो भने फेरि उस्तै आउँछ है त। हेर्नु त है, ठ्याक्कै तपाईँको मोरङ जिल्लाको सबै क्लिपहरू भएर आयो। ल यतिसम्म यो भिडियोमा गरौँ, बाँकी अर्को भिडियोमा हेरौँ है त।